चन्दा भन्दै हुनुहुन्छ, चन्दा भन्नु मिल्दैन त्यसलाई क्या, के भन्ने त्यसले सहयोग हो, सहयोग हो होइन, सहयोग भन्नु आर्थिक सहयोग भनौँ। 10 रुपियाँदेखि मासतिर जो जसलाई इच्छा छ दिनु, इच्छा नहुनेर नदिनु। तपाईँकोमा आउँछु म यति निकालिराख्नु, त्यहाँ त्यति निकालिराख्नु भन्ने हिसाबको हो र त्यो पहिला चन्दा आतङ्क हुन्थ्यो नि एक समयमा, त्यो त होइन। इच्छा हुने मान्छेले गर्छ। अहिले तपाईँको चाहिँ के अरे 72 जना मान्छे हिजो पुगे श्रमदाताहरू, त्यहाँ लगभग 100 जना मान्छेले चाहिँ तपाईँको धरानबाट भन्दा बाहिरको श्रमदाताले त श्रम गरिरहेछ दार्चुलामा अहिले है। ती मान्छेहरूले तपाईँको चाहिँ 1 सेकेन्ड हामीलाई सघाउनु भयो, खालि आलोचना मात्रै गर्ने। अनि यो देश कसरी बन्छ त? सरकारको बजेटले बन्छ र बजेट भने थाहा छ तिनीहरूलाई, ट्याक्स भने तिरेछ ती मान्छेले, त्यो भन्ने मान्छेले त ट्याक्स पनि छरिरहेको होला होइन, राजस्व भने थाहा छैन, ट्याक्स भने थाहा छैन होइन, बजेट भने थाहा छैन। बजेट हाम्रो कत्रो बन्छ, कर्मचारीले पाल्नलाई यहाँ धाउधाउ परिरहेछ। अस्ति प्रधानमन्त्रीले भेट्न गएको दुखेसो पोख्दै थियो। महानगर त राम्रो थियो आम्दानी, यहाँ त बर्बाद रहेछ स्थिति, विकास बजेट त अनि के त्यही छैन। अनि त्यस्तो खालको अवस्थामा तपाईँको जर्जर तपाईँको आर्थिक अवस्था अर्थतन्त्र भएको देशमा हर्क साम्पाङ जस्तो एउटा मान्छेले होइन सहयोग गर है भनेको भरमा तपाईँको चाहिँ नि लाखौँ सहयोग चाहिँ तपाईँको चाहिँ प्राप्त हुन्छ भने, र त्यसले चाहिँ भौतिक होइन सेवा सुविधा जनताले पाउने चाहिँ सार्वजनिक सेवा सुविधा हामीले बनाउँछौँ भने श्रमदानबाट, त्यो त प्रशंसनीय काम पो त, त्यता जानुपर्छ। त्यसमा दुईटा कुरा त तपाईँले भनेको म पनि स्वीकार गर्छु। एउटा दार्चुलामा महाकालीमा बनाउने कुरा चाहिँ हो, त्यसो भन्ने मान्छेले हो, त्यसो भन्ने मान्छेले सुन्नु न, त्यसो भन्ने मान्छेले त्यो महाकालीमा बनाओस् न त, हामी यता बनाउँदैछौँ उनीहरूले बनाओस् न त। ल तपाईँको यो इन्टरभ्यू मार्फत म आह्वान गर्छु, ल बनाओस्, एउटा बनाओस्, दुईटा बनाएर देखाओस् न।